सम्पूर्ण नमस्कार। म केशव सुवेदी, म्याथ टिचर। हाम्रो अल म्याथ सोलुसनबाट विद्यार्थीको जिज्ञासा अनुरूप सम्पूर्ण म्याथका सोलुसनहरू गर्ने अभिप्रायले बनाउँदैछु यो भिडियो। र यसमा मेरो पहिलो भिडियो हुन गइरहेको छ यो, जसमा एकजना विद्यार्थी सौजन राईबाट आएको प्रश्नको म सोलुसन गर्न गइरहेको छु। उनको जिज्ञासा अनुसार रोटेसन अप्सन म्याथको ट्रान्सफर्मेसन च्याप्टरको रोटेसन फर्मुला डेरिभेसन र त्यो सम्पूर्ण जति पनि एंगलबाट त्यसलाई रोटेसन गर्न सकिन्छ भन्ने कुरालाई चाहिँ विस्तृत रूपमा जानकारी गराइदिनु न सर भन्नुभएको हुनाले गर्दाखेरि उहाँको जिज्ञासालाई म यहाँ पूरा गर्न गइरहेको छु। हामी रोटेसन फर्मुला डिराइभ गर्न गइरहेका छौँ आज यहाँनिर। रोटेसन फर्मुला सडन दुई तरिकाले रोटेसन फर्मुला हुन्छ। एउटा सेन्टर केमा छ भन्ने कुरामा हो। पहिलो कुरा सेन्टर ओरिजिनमा हुँदाखेरिको एउटा र सेन्टर सर्टेन पोइन्ट दिँदाखेरिको एउटा। र 10 क्लासको सिलेबससम्ममा हेर्ने हो भने अहिले सेन्टर ओरिजिनबाट मात्रै गर्नुपर्ने छ। त्यसकारणले मैले त्यसको डेरिभेसन गरिदिन्छु र सर्टेन पोइन्टको फर्मुला मात्रै हजुरहरूको समक्षमा राख्न गइरहेको छु। ल, रोटेसन फर्मुला कुनै पनि एउटा एक्सिसमा, यो एक्स एक्सिस भयो तपाईहरुको, यो वाई एक्सिस, यसमा कुनै पनि एउटा पोइन्ट पी भन्ने मानिलियौं हामी। पी को कोअर्डिनेट एक्स वाई छ र यसको यसले के गरेछ, सर्टेन एंगल बनाएको छ सुरुमा भनेर हामी मानौं। यो एंगललाई हामी अल्फा लियौं र अब यो पी भन्ने पोइन्टलाई सर्टेन एंगलमा रोटेट गर्दाखेरि यसको इमेज केही त निस्किन्छ। त्यसको इमेजलाई हामी पी ड्याश भन्छौँ। यसलाई भनौं एक्स ड्याश कमा वाई ड्याश पोइन्ट निस्क्यो र यो सर्टेन एंगलमा रोटेट भयो। मानिलियौं यो पहिलेको पी भन्ने पोइन्टबाट थीटा डिग्रीमा के भएछ, हाम्रो रोटेट भएको छ भनेर मानौं। र अब यहाँबाट पी बाट एउटा परपेन्डिकुलर टु एक्स एक्सिस मैले ताने, यसलाई मैले लेखेँ ओ। ठीक छ। यो पी भन्ने पोइन्टलाई थीटा डिग्रीमा रोटेट गर्दाखेरि यसको इमेज निस्किन्छ एक्स ड्याश वाई ड्याश। हामीलाई हो यो एक्स ड्याश वाई ड्याश को भ्यालु चाहिएको छ। एक्स ड्याश वाई ड्याश को भ्यालु चाहिएको हुनाले ल अब म यहाँ लेखिदिन्छु यसको डेरिभेसन। द गिवन पोइन्ट पी xy is rotated through angle theta, then its image becomes p dash x dash comma y dash भनेर हामीले लेख्यौं यहाँनिर। ल, हामीले यहाँ सुरुमा एउटा परपेन्डिकुलर राइट एंगल ट्रायंगलको सरमा भनेको छ। यहाँ परपेन्डिकुलर लाइन तान्ने थियो कि यो ओपीएम के भयो, राइट एंगल ट्रायंगलको सुरुमा भयो। हामी यो सुरुमा चाहिँ सर्टेन एंगलमा थियो भनेर मानौं, त्यो अल्फा मानिन्छ। हामीले यसैकोबाट पहिले हामी रिलेसन निकालौं। त्यसपछि थीटा डिग्रीमा रोटेट गर्दाखेरि चाहिँ यो एक्स एक्सिस सँग थीटा डिग्री बनाएर रोटेट गर्दाखेरि त्यसको इमेज अनि लास्टमा हामी पत्ता लगाउँछौँ। त्यही भएर मैले सुरुमा यसलाई ओपी लाई मैले सुरुमा आर भनेर माने। ठीक छ, से लेखेँ। त्यसपछि एंगल पीओएम लाई के लेख्यो, अल्फा। ठीक छ, भने यो के भयो, राइट एंगल ट्रायंगल भयो। राइट एंगल ट्रायंगल हुनेबित्तिकै यो अल्फा के भयो, रिफरेन्स एंगल भयो। रिफरेन्स एंगल भएपछि दिस वान विल बी द बेस, दिस वान विल बी द परपेन्डिकुलर एन्ड दिस वान विल बी द हाइपोटेन्युस। अनि पीबीएफ को रिलेसनबाट साइन कसको हामी रिलेसन निकाल्नु त के हुन्छ, नाउ साइन अल्फा को भ्यालु के हुन्छ, साइन अल्फा भनेको के भयो, p बाइ h भनेपछि साइन अल्फा p भनेको हाम्रो के छ, pm बाइ h भनेको के छ, op भनेपछि साइन अल्फा इक्वल्स कति आयो, pm बाइ op भनेको कति छ हाम्रो, op भनेको यहाँ हामीले op लाई r लेखेका छौं भनेपछि pm को भ्यालु कति आयो हाम्रो, r साइन अल्फा। ठीक छ। त्यसरी नै अगेन cos अल्फा लियो भने के हुन्छ हाम्रो b बाइ h हुन्छ।
cos अल्फा भनेपछि b बाइ x भयो। cos अल्फा बेस कुन चाहिँ छ हाम्रो OM बाइ h हाइपोटेन्युस कुन छ OP भनेपछि cos अल्फा भने के भयो OM बाइ r। OM भनेपछि कति भयो r cos थीटा। अब हाम्रो यो x y पोइन्ट कसरी भएको भन्नुले यो OM भनेको x कोअर्डिनेट हुन्छ। x यसको डिस्टेन्स जति छ एब्सिसा भन्नु यसलाई है। यो एब्सिसा x अनि कोअर्डिनेट y भएर यसको कोअर्डिनेट कति भएको x, y भनेपछि OM भनेको x हो, PM भनेको के हो y भयो। भनेपछि यहाँ y को भ्यालु कति भयो r sin अल्फा, यहाँ x को भ्यालु कति आयो r cos अल्फा। सरी थीटा लेख्दिछु यहाँ r cos अल्फा। यहाँसम्म हजुरहरु क्लियर हुनुभयो। तत्पश्चात फेरि पनि हामीले अब इमेजलाई रोटेट हाम्रो अब इमेजको कोअर्डिनेट चाहिएको छ हामीलाई p x dash y dash को कोअर्डिनेट चाहिएको हुनाले अब हामी त्यसको निकाल्छौं। अब योबाट हेर्ने भने अब्जेक्टको देयरफोर द कोअर्डिनेट अफ p इज कति भयो त p को कति आयो x भनिसकेपछि r cos अल्फा, y भनिसकेपछि r sin अल्फा आयो। p को कोअर्डिनेट त्यति गयो। अब p ड्याश ले x एक्सिस सँग कति एंगल बनाएको छ त हामीले यहाँ हेर्ने हो भने p ड्याश ले बनाएको एंगल यहाँ यो कोअर्डिनेट पहिले हाम्रो के आयो देयरफोर द कोअर्डिनेट अफ p इज कति आयो हाम्रो r cos अल्फा r sin अल्फा आएको छ। p को कोअर्डिनेट p ले x एक्सिस सँग अल्फा एंगल बनाउँदाखेरि अब इमेज हाम्रो p ड्याश हो त्यसले एंगल कति बनाएको छ x एक्सिस सँग बनाएको एंगल। नाउ p ड्याश मेक्स एन एंगल अफ कति बनायो x एक्सिस सँग भने यहाँ माथि थीटा बनायो यहाँ अल्फा बनायो भनेपछि एंगल कति बनायो थीटा प्लस अल्फा विथ x एक्सिस। सो कोअर्डिनेट अफ p dash will be कति हुन्छ अघि p को अल्फा बनाउँदाखेरि r cos अल्फा r sin अल्फा भएको थियो त्यसरी नै सिमिलरली p dash को कति हुन्छ त्यसो भए r cos थीटा प्लस अल्फा र अर्को r sin थीटा प्लस अल्फा हुन्छ। अब हाम्रो कोअर्डिनेट ज्योमेट्री ट्रिगोनोमेट्री अनुसार हाम्रो यो cos a plus b sin a plus b को फर्मुला के हुन्छ cos a cos b minus sin a sin b। त्यसरी नै यसको पनि कति भयो sin a plus b को फर्मुला हाम्रो sin a cos b plus cos a sin b हुन्छ यसको फर्मुलामा। अब हामीले यसलाई मल्टिप्लाई गरेर सिम्पल बनाउनु त मल्टिप्लाई गरेर के आयो हाम्रो यसको r cos थीटा cos अल्फा minus r sin थीटा sin अल्फा कमा r sin थीटा cos अल्फा प्लस r cos थीटा sin अल्फा। ठीक छ यहाँसम्म तपाईहरु क्लियर हुनुभयो। यहाँ r ले मात्र मल्टिप्लाई हुन्छ। अब यहाँ हेरौं यो r cos अल्फा r sin अल्फा के को कोअर्डिनेट हो p को कोअर्डिनेट हो भनेपछि r cos अल्फा को भ्यालु कति हो x, r sin अल्फा को भ्यालु कति हो y। हामी त्यही यहाँ सब्स्टिट्युट गर्छौं r cos अल्फा भनेपछि भ्यालु कति हो त्यसको x बाकी के रह्यो cos थीटा माइनस r sin अल्फा भ्यालु के हो त्यसको y sin थीटा। त्यसैले यहाँ r cos अल्फा फेरि r cos अल्फा भनेको के हो हाम्रो x sin थीटा प्लस यहाँ पनि कति भयो x cos थीटा। यो नै के भयो हाम्रो मेन हाम्रो जुन रोटेसनको फर्मुला युज गरेर डिराइभ हुने फर्म नै के भयो यो हुन्छ। त्यसको मतलब देयरफोर p x y भन्ने पोइन्टलाई सेन्टर 0 0 कमा सर्टेन एंगल थीटा मा रोटेट गर्दाखेरि के आउने भयो यसको इमेज x cos थीटा minus y sin थीटा कमा x sin थीटा प्लस y cos थीटा यति हुनेको पोइन्ट हाम्रो यो नै के हो त ट्रान्सफर्मेसनमा रोटेसनको
फर्मुला भयो। यसबाट हामी जति डिग्रीको पनि के गर्न सकिन्छ, रोटेट गर्न सकिन्छ। चाहे त्यो 30 डिग्री होस्, चाहे 90 डिग्री होस्, चाहे 60 डिग्री होस्, चाहे डबल ट्रान्सफर्मेसन दिएको 60 30 दिएको छ भने त्यो डबल ट्रान्सफर्मेसन गर्दा के गर्नु पर्यो, 60 30 छले के भयो, जोडेर कति भयो, 90 डिग्री भयो। तर एकैपट्टि रोटेसन भएको हुनु पर्यो। चाहे त्यो एन्टी क्लकवाइज छ भने अर्को पनि एन्टी क्लकवाइज, क्लकवाइज छ भने क्लकवाइज नै हुनु पर्यो। यो ओरिजिन दिँदाखेरिको सेन्टर ओरिजिन हुँदाखेरिको। अब सेन्टर ओरिजिन नभएर सर्टेन पोइन्ट छ भने यसको चाहिँ मैले हजुरहरुलाई फर्मुला मात्र लेखिदिएँ, पछि तपाईहरुले डेरिभेसन चाहियो भने म यसको पनि गर्दिउँला। सर्टेन पोइन्ट AB सेन्टर सर्टेन पोइन्ट छ अनि एंगल थीटा नै छ भने यसको फर्मुला के हुन्छ, x minus a cos theta, y minus b sin theta। त्यसैले यताले पनि के भयो, x minus a sin theta plus y minus b cos theta। यति हुन्छ यसको फर्मुला। सर्टेन एंगल र सेन्टर चाहिँ एउटा पोइन्ट दिएको बेलामा यो नै के भयो, ट्रान्सफर्मेसनमा रोटेसनको फर्मुला डेरिभेसन भयो। यसरी नै हामी विगत अब आउने समयमा पनि फेरि तपाईहरुको जिज्ञासा अनुसार जस्तो जुन प्रश्न दिनुहुन्छ म त्यो अनुसारको सरलीकरण गर्ने कोसिस गर्दछु। लाग्दछ तपाईहरुले यो प्रश्न रूपमा बुझ्नुभयो। यसमा नि केही कमी कमजोरी भएछ भने हजुरहरुको कमेन्टको आशा गर्दछु। त्यसरी नै मेरो च्यानल अल म्याथ सोलुसनलाई सक्दोभन्दा सक्दो धेरैभन्दा धेरै लाइक शेयर सब्स्क्राइब गरिदिनु हुन अनुरोध गर्दछु। साथै बेल आइकनमा क्लिक गरेर मैले पोस्ट गर्ने बित्तिकै तपाईहरु समस्यासम्म मेरो भिडियो आओस् भन्ने अपेक्षा गर्दछु। हस्त धन्यवाद, नमस्कार।